ओ माई गॉड, यति मिठो भेज मोमो मैले कतै पनि खाएको छैन। यो हो भेज मोमो विथ पनिर है। मैले पनिर पनि राखेको छु यसमा। अनि आफ्नै करेसाबारीको बन्दा प्याज अनि पनिरलाई कोरेँ। अनि पनिरलाई कोरेर रेडी गरेर एकै ठाउँमा राखेँ मैले। अनि एउटै भाँडामा राखेपछि मैले राख्छु अब मोमो मसला, बेसार, लद्वासनको पेस्ट अनि घिउ तताएँ मैले। अनि थोरै मेथी पनि राखेँ अनि त्यसमा ज्वाइँ पारेँ। अब हेर्नुहोस् मैले कश्मिरी लाल मिर्च थोरै राखेको छु, आफ्नै करेसाबारीको धनिया। अनि हेर्नुहोस् लुक्स सो यम, यति राम्रो देखिएको छ। अनि म यस्तो मोमोको सेप बनाउन एकदम पर्फेक्ट चाहिँ होइन एकदम भिडियो हेर्दै हेर्दै बनाएको मैले यो सेप। अब कस्तो भएछ हजुरहरूले नै कमेन्टमा भनिदिनु होला मेरो मोमोको सेप। अनि मलाई कस्तो डर डर पनि लागिरहेको थियो किनकि मैले भेज मोमो फर्स्ट टाइम बनाउँदै थिएँ। अनि मोमो चाहिँ मम्मीले बेल्नु भएको थियो, सासू मम्मीले। अनि मैले चाहिँ सेप बनाइराखेको थिएँ। ल हेर्नुहोस् पाकेर रेडी पनि भइसक्यो। लुक्स सो यम। अब आफूले पकाएपछि त आफूलाई राम्रो लाग्ने नै भइहाल्यो। अब हेर्नुहोस् सासू मम्मीको रियाक्सन।